सम्पूर्ण एससी दिएका विद्यार्थीहरूलाई चाहिँ मेरो तर्फबाट नमस्कार। अब यो यस्तो बाटो छ, तपाईले चाहिँ राम्रो जिपिए ल्याउनु भएको छ, बट तपाईले चाहिँ अब भोलिको दिनमा चाहिँ यस्तो कुन कोर्स गर्दाखेरि जागिर चाहिँ 100% हुन्छ, यो भनेको अहिलेको टाइममा खास गरेर नेपालको कन्डिसन अनुसार चाहिँ यो कुरा भनेको धेरै टप छ। र आजको यो भिडियो अनुसार तपाईलाई चाहिँ एउटा कुरा क्लियर हुन्छ कि मलाई चाहिँ जागिर गर्नु छ भने कुन कोर्स लिएर पढ्दा चाहिँ बेटर हुन्छ र सर्ट टाइममा चाहिँ जागिर खान सक्छौँ। त्यो कुरा चाहिँ हामीले चाहिँ यो भिडियोमा हामी चाहिँ डिस्कस गर्छौँ खासै है। अलिकति भिडियो लामो हुन सक्छ, बट भिडियो भनेको तपाईको करियरलाई चाहिँ अलिकति एउटा मोड दिन्छ, बाटो दिन्छ, डाइरेक्सन दिन्छ, जसले गर्दा जागिर भनेको 100% हुन्छ। र म चाहिँ टाइम वेस्ट गर्न चाहदिनँ। कुरा के छ भन्दाखेरि तपाईहरुले चाहिँ यदि एससी पछि के पढ्ने नपढ्ने कुरामा चाहिँ कन्फ्युजनमा हुनुहुन्छ भने क्लियर कुरा म भनिदिन्छु। तपाईले चाहिँ प्लस 2 तिर दिमाग लगाउनु भयो भने तपाईलाई चाहिँ कमसेकम 7 देखि 8 साल पढ्नुपर्छ, किनभने प्लस 2 2 साल, ब्याचलर भनेको 5 साल 4 साल जोडेर तपाईलाई चाहिँ 6 साल 7 साल 8 साल पढ्नुपर्छ कमसेकम। तपाईलाई चाहिँ सर्ट एन्ड स्विट टाइममा चाहिँ जागिर सागिर खाने मन छ भने तपाईले चाहिँ एउटा कुरामा के ध्यान दिनुस्, तपाईको एउटा मेडिकल लाइन आउँछ डिप्लोमा लेभलको, जस्तै स्टाफ नर्स, एचए, फार्मेसी, अप्टोमेट्री, आँखा सम्बन्धीको डक्टरी आउँछ हैन। यिनीहरूको स्कोप यति राम्रो छ नेपालको कन्डिसन अनुसार, र युरोप कन्ट्रीमा पनि यसको स्कोप यति राम्रो छ। सो हामीले चाहिँ यो पढिसकेपछि, कम्प्लिट गरिसकेपछि मजाले चाहिँ कुनै न कुनै ठाउँमा चाहिँ जागिर खान पाइहाल्छौँ। अहिलेसम्म मेडिकल पढेको विद्यार्थी कोही पनि बेरोजगार बसेको छैन, यो हिस्ट्रीमै छ। बट तपाईले पनि भोलिको दिनमा चाहिँ जागिर खानु छ भने तपाईलाई चाहिँ मेडिकल लाइन भनेको नेपालको बेसमा चाहिँ वान अफ द बेस्ट लाइन हो यो भोलिको दिनमा चाहिँ जागिर खाने। सो तपाईहरुलाई चाहिँ मेडिकल लाइन चाहिँ कुनै पनि कोर्सको बारेमा चाहिँ जानकारी लिन चाहनुहुन्छ भने तपाईले चाहिँ डाइरेक्ट मलाई चाहिँ कल गर्न सक्नुहुन्छ यो नम्बरमा। र धेरै किसिमको स्कलरशिपहरू पनि आउँछ बाहिरबाट। तपाईले चाहिँ एचए, फार्मेसी, स्टाफ नर्स, ल्याब, अप्टोमेट्री, फिजियोथेरापी, अरू कोर्सहरू पनि गर्न चाहनुहुन्छ भने विभिन्न किसिमको स्कलरशिप आउँछ, जसमा पढाइ कुराहरू चाहिँ फ्री पनि हुन्छ। सो पुरा जानकारीको लागि चाहिँ हामीलाई चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। थ्यांक यू।